ल आज चाहिँ मैले यो एकदमै युजफुल प्रोडक्ट लिएर आएको छु है। यो चाहिँ भोइस एम्प्लिफायर हो। हजुरहरूले बोल्दाखेरि हजुरको भोइसलाई ठुलो बनाइदिन्छ है यसबाट चाहिँ। यदि हजुरहरूको घाँटीमा समस्या छ भने हजुरहरूले धेरै ठुलो स्वरले बोल्न सक्नुहुन्न भने चाहिँ हजुरहरूको लागि यो बेस्ट हुन्छ है। यो स्पेशली टिचर्सहरूलाई एकदमै उपयोगी हुन्छ अनि जिममा ट्रेनरहरूलाई मन्दिरहरूमा बाजेहरूको लागि अनि गुम्बामा लामा सरहरूको लागि एकदमै उपयोगी सामान छ है। यो भोइस एम्प्लिफायर डिभाइस भयो तर यसलाई टिचिङ माइक भनेर पनि चिनिन्छ है, किनभने धेरै जसो यो टिचर्सहरूले प्रयोग गर्नुहुन्छ स्कुलमा, कलेजमा, क्लासरुममा, इन्डोरमा, आउटडोरमा है, एसेम्ब्लीहरूमा पनि यो प्रयोग गर्न सकिन्छ है। ल आज हामी यसको अनबक्सिङ गरेर हेर्छौँ। अनबक्सिङ चाहिँ होइन, किनभने यो मैले 3 महिनादेखि प्रयोग गरिरहेको छु है। यो चाहिँ मेरो घरमा सत्संग हुने भएकोले सत्संगमा बोल्नुपर्ने हुन्छ, त्यसैको लागि मैले यो अर्डर गरेको थिएँ है। र यसले एउटा एउटा गरेर निकाल्नु भन्दा म हजुरहरूले यो एकैचोटि खनाएर देखाउँछु है त। यो चाहिँ म्यानुअल कार्ड भयो है, चाइनिजमा लेखेको छ र भित्रपट्टि इङ्ग्लिसमा पनि छ है। हजुरहरूले यसरी पढेर यसको के फङ्सन्सहरू छ हैन, यसबाट हेरेर पनि हजुरहरूले यो चलाउन सक्नुहुन्छ। यो चाहिँ मेन माइक भयो है, माइक होइन सरी, यो चाहिँ स्पिकर भयो। हजुरको भोइस चाहिँ यसबाटै आउँछ है त। र यो चाहिँ 2टा डाटा केबल भयो। यो चाहिँ टाइप सी मा छ। हजुरहरूले यो यसरी यहाँबाट चार्ज गर्न सक्नुहुन्छ है। यो टाइप सी डाटा केबलबाट मोबाइलको एडाप्टरबाट यसमा चार्ज गर्न सक्नुहुन्छ। र माइक पनि हजुरहरूले यसरी टाइप सी बाट चार्ज गर्नुपर्ने हुन्छ है। अनि यसमा यो स्ट्यान्ड आउँछ, यो चाहिँ हजुरहरूले यो माइकमा अड्काएर है हजुरको घाँटीमा लगाउनु पर्ने हुन्छ। घाँटीमा होइन सरी, हजुरको कानमा लगाउनु पर्ने हुन्छ है। हजुरहरूले यसरी यो बेल्टलाई यसरी है। र यो स्पिकरको अलिकति डिटेलमा भन्नुपर्दाखेरि हजुरहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ अन अफको बटन रहेको छ है। यो चाहिँ हजुरले यसरी घुमाउनु भयो भने अन हुन्छ। यो चाहिँ इकोको छ है, हजुरहरूले इको पनि यसबाट मिलाउन सक्नुहुन्छ। अनि यो चाहिँ मोड भयो है, मोडको बटन छ। यसमा हजुर थिच्नुभयो भने यो एफएम मोडमा पनि जान्छ है। नर्मल यो हजुरहरूले बोल्ने माइक एउटा मोड हुन्छ, अनि ब्लुटुथ पनि हुन्छ, अनि यो एफएम पनि हुन्छ है। अनि हजुरहरूले एफएम को लागि है नेक्स्ट प्रिभियस गरेर यसरी च्यानलहरू चेन्ज पनि गर्न सक्नुहुन्छ, स्क्यानहरू गर्न सक्नुहुन्छ च्यानल है। अनि यसमा एउटा यो रेकर्डिङको लागि अप्सन पनि दिएको हुन्छ है। हजुरहरूले यसरी यसमा पेन ड्राइभ हालेर, पेन ड्राइभ यहाँ लाग्छ, यसमा मेमोरी कार्ड लाग्छ है। हजुरहरूले पेन ड्राइभ हालेर यसबाट बोल्दै रेकर्डिङ गर्दै अनि प्ले गरेर पनि सुन्न सक्नुहुन्छ है। हजुरहरू टिचर हुनुहुन्छ भने क्लासमा हजुरहरूले बोलेको रेकर्डिङ गरेर अनि त्यसलाई प्ले पनि गर्न सक्नुहुन्छ है। यसमा रेकर्डिङको लागि पनि अप्सन दिएको छ। अब यसमा माइक लाग्छ हैन। अब यसमा चाहिँ यो चाहिँ अहिले वायरलेस माइक भयो। हजुरहरूले डाइरेक्ट यो वायरलेस कनेक्ट गरेर बोल्न सक्नुहुन्छ। तर हजुरहरूले पछि वायरवाला माइक पनि जोडेर है बोल्न सक्नुहुन्छ है। एउटा अक्स केबल पनि लाग्छ है। अनि यो चार्जिङको लागि टाइप सी को लागि पोर्ट भयो, यसबाट हजुरले चार्ज गर्नुपर्ने हुन्छ। मेमोरी कार्ड र यो पेन ड्राइभको लागि भयो है। यो चाहिँ माइक भयो। यो चाहिँ हजुरहरूले यसरी दिएको हुन्छ सेटमा, हजुरहरूले यसरी निकाल्नु पर्ने हुन्छ है, यसरी निकाल्नु पर्ने हुन्छ। त्यसपछि यो स्ट्यान्ड छ है, घाँटीमा अड्काउने कुरा, यो चाहिँ हजुरहरूले यसरी जोड्न सक्नुहुन्छ है। यसरी हेर्न सक्नुहुन्छ है भिडियोमा, यो यसरी अनि यो हजुरहरूले घाँटीमा आफ्नो है यसरी टाउको पछाडि लगेर कानमा यो अड्काउन सक्नुहुन्छ है। यो पार्ट कानमा अड्काउन सक्नुहुन्छ, यो र यो पार्ट कानमा अड्किन्छ। र यसलाई हजुरहरूले यसरी बेन्ड गरेर है, यो फ्लेक्सिबल छ, यसरी बेन्ड गरेर हजुरको मुखको नजिक लगेर यो माइकलाई बोल्न सक्नुहुन्छ है। र यसको अलिकति डिटेलमा फिचर्सहरू भन्नुपर्दाखेरि हजुरहरू म्यानुअलमा हेर्न सक्नुहुन्छ है। यसको पावर चाहिँ आउटपुट पावर 25 वाटको रहेको छ। यो डब्ल्यु किङ ब्रान्डको छ है। यही ब्रान्डमा तपाईँको 3-4 वटा मोडल आउने रहेछ। एउटा यो 25 वाटको सबैभन्दा पावरफुल चाहिँ यो 25 वाटको छ। यो हजुरहरूलाई क्लासरुमको लागि भयो हैन, स्कुलमा कलेजमा क्लासरुमको लागि पनि हुन्छ, प्लस बाहिर आउटडोरको लागि एसेम्ब्लीहरूको लागि पनि हुन्छ है। यो तपाईँको यो ठुलो स्पिकरहरू जस्तै, ट्रली स्पिकरहरू जस्तै लाउड यसले दिन्छ है। इनफ लाउड हुन्छ। हजुरहरूलाई एसेम्ब्लीको लागि चाहिँ इनफ हुन्छ, मन्दिरको लागि, गुम्बाको लागि यो इनफ हुन्छ है।
मजाले यसबाट हजुरहरूले बोल्दाखेरि हजुरको भोइस चाहिँ ठुलो आउँछ है त। यहाँ हजुरहरूले म्यानुअलमा हेर्न सक्नुहुन्छ है, यो भोइस एम्प्लिफायर भनेको यो स्पिकरको वर्किङ टाइम चाहिँ 15 घण्टाको छ है। 15 आवर्स भ्यारी विथ भोल्युम है। अब फुल भोल्युममा कतिको भोल्युममा त्यो अनुसार अलिकति माथि तल हुनसक्छ। 15 घण्टाको यसको ब्याट्री ब्याकअप रहेको छ। हेर्न सक्नुहुन्छ 5000 mAh को ब्याट्री छ है। त्यो भनेको निकै नै ठुलो ब्याट्री हो। नर्मली टिचिङ माइकहरूमा 1500 2022 mAh को ब्याट्री हुन्छ भने यो माइकमा चाहिँ यो स्पिकरमा चाहिँ 5000 mAh को ब्याट्री रहेको छ, ठुलो ब्याट्री रहेको छ है। र यसको ब्याट्री ब्याकअप 15 घण्टाको रहेको छ र यसको चार्जिङ टाइम चाहिँ यो म्यानुअल अनुसार 6.5 आवर्स है। 6.5 घण्टासम्म हजुरले चार्ज गर्नुपर्ने हुन्छ यो है। यदि यो निल छ, यसमा चार्ज छैन भने चाहिँ हजुरहरूले 6.5 घण्टा चार्ज गर्नुभयो भने चाहिँ यो फुल हुन्छ है। र एकचोटि फुल भइसकेपछि हजुरहरूले 6.5 घण्टा चार्ज चाहिँ गर्नु पर्दैन। हजुरहरूले डेली युज गर्दाखेरि तपाईँको यसको चार्ज चाहिँ निल भएको हुँदैन। त्यही भएर हजुरहरूले एकचोटि फुल चार्ज गर्नुभएपछि 6.5 घण्टा चार्ज गर्नुभएपछि त्यसपछि डेली हजुरहरूले 1 घण्टा 2 घण्टा त्यसरी चार्ज गरेर प्रयोग गर्न सक्नुहुन्छ। अनि यो चाहिँ भोइस एम्प्लिफायरको भयो। अनि यो चाहिँ वायरलेस माइक्रोफोन है। यो माइकको चाहिँ हजुरहरूको हेर्न सक्नुहुन्छ 20 मिटरको रेन्ज रहेको छ है। यो माइक र यो स्पिकरको रेन्ज चाहिँ 20 मिटरको छ है। हजुरहरूले यो स्पिकरलाई यसरी टाढा राखेर अनि यो 20 मिटरसम्म टाढा गएर बोल्नु भयो पनि हजुरको भोइस चाहिँ स्पिकरबाट आउँछ है। हजुरहरूले यो सँगसँगै कम्मरमा भिरेर बोकेर हिँड्नु पर्दैन किनभने यो वायरलेस हो। ब्याट्री क्यापासिटी भनेको 850 mAh है। 850 mAh को ब्याट्री रहेको छ यो माइकको। वर्किङ टाइम भनेको 6 देखि 8 घण्टा है। 6 देखि 8 घण्टासम्म यो मजाले हजुरहरूले प्रयोग गर्न सक्नुहुन्छ है। यो चाहिँ 15 घण्टा चल्यो हैन। तर यो चाहिँ हजुरहरूले डेली चार्ज गर्नुपर्छ है। नर्मली हजुरहरूले बिहान 9-10 बजेदेखि लिएर बेलुका 3-4 बजेसम्म स्कुलमा हजुरहरूले पढाउनु पर्ने हुन्छ। त्यो भनेको हजुरले 6-7 घण्टाको टाइम हुन्छ है। त्यही भएर हजुरहरूलाई यो एक दिन चाहिँ मजाले ब्याकअप पुग्छ। त्यसपछि हजुरहरूले घरमा गएर फेरि एकचोटि चार्ज गर्नुपर्ने हुन्छ है। र यसको चार्जिङ टाइम चाहिँ 4 आवर्सको रहेको छ। ल यसलाई एकचोटि हामी अन गरेर पनि हेर्छौँ है त। हजुरहरूले यो अन अफको बटन यहाँ दिएको छ, यहाँ लेखेको हुन्छ है अन अफको लागि। हजुरहरूले यसरी यसको डिस्प्ले चाहिँ डिजिटल रहेको छ है। हजुरहरू हेर्न सक्नुहुन्छ यसमा चार्जिङको लागि देखाइरहेको छ है। एक लाइन मात्र चार्ज छ है। चार्ज यसमा अलिक कम नै छ। अनि यो माइकलाई चाहिँ हजुरहरूले यसरी अन गर्नुपर्ने हुन्छ है। यहाँ साइडमा अन अफको लागि बटन दिएको छ। यसरी हजुरहरूले यतापट्टि थिच्नुभयो भने यो अन हुन्छ है। हेर्न सक्नुहुन्छ यसमा यो चाहिँ चार्जिङको लागि लाइट्स देखाइरहेको छ है। डिस्प्लेमा देखाइरहेको छ। अनि यसमा भोल्युमको लागि बटन पनि दिएको छ है। यहीँबाट हजुरहरूले भोल्युम कन्ट्रोल गर्न सक्नुहुन्छ। यो भोल्युम अप, यो भोल्युम डाउन। ल अब हामी एकचोटि यो माइकबाट बोलेर पनि हेर्छौँ है त। हेलो हेलो। ल हजुरहरू सुन्न सक्नुहुन्छ है। यसमा हजुरहरूले यसरी इकोहरू मिलाउन सक्नुहुन्छ है। यसमा भोल्युम चाहिँ अलि सानो छ। हेलो हेलो हेलो। हजुरहरूले अब यसरी भोल्युमहरू एडजस्ट गर्न सक्नुहुन्छ है। अब यो अलिकति कोठाभित्र अलिकति ठुलो भोल्युम बनाउँदाखेरि तपाईँको यो धेरै लाउड हुन्छ है। त्यही भएर म अलिकति सानो भोल्युमै सुनाउँछु है त। हेलो। इको पनि यसरी मिलाउन सक्नुहुन्छ है। हेलो। अहिले यसमा इको आएको छैन है। स्पिकरबाट मेरो भोइस चाहिँ आइरहेको छ तर इको चाहिँ आएको छैन है किनभने यो लोमा छ। यसरी इको पनि हजुरहरूले बढाउन सक्नुहुन्छ है। हेलो हेलो हेलो। यो 25 वाटको भोइस एम्प्लिफायरलाई हामीले सत्सङ्गमा त प्रयोग गर्ने गरेका छौँ है। तर हामीले यो सरसफाइ कार्यक्रम हुन्छ हाम्रो गाउँमा शनिबार टोल विकासको। त्यति बेला पनि हामीले यो प्रयोग गरेर हेरेका छौँ है। हजुरहरूलाई म एउटा भिडियो प्ले गर्छु। यसको भोइस कतिको लाउड कतिको क्लियर आउँछ हजुरहरूले त्यो भिडियो हेरेर सुन्न सक्नुहुन्छ है त। जथाभावी फोन नफालौं, सूचना सूचना सूचना। जथाभावी फोन नफालौं, जथाभावी फोन नफालौं। फोहोरको गाडी नै फोहोर हाल्नु, सबै नागरिक बनाऊ, सफा सुन्दर हरियाली ठाउँ बनाऊ। सूचना सूचना। हेटौडा 1979 को सूचना। वन समितिको वार्षिक भेला स्वास्थ्य चौकी नियरपानीमा 11 बजे उपस्थित हुनुहोला। वार्षिक भेलामा आजको कार्यक्रम कि हामी समापन गर्दै आफ्नो घर घरमा जान्छौँ। सबैजना ठीक 11 बजे नियरपानी स्वास्थ्य चौकीमा वन समितिको वार्षिक भेलामा सबैजना उपस्थित हुनको लागि हार्दिक
अनुरोध गर्दछु। ल हजुरहरूले सुन्नु नै भयो, यो भोइस एम्प्लिफायरलाई इन्डोरमा मात्र नभएर आउटडोरमा पनि प्रयोग गर्न सकिन्छ। यसको भोइस निकै नै लाउड एन्ड क्लियर रहेको छ। यो टिचिङ माइक मैले प्रयोग गरेको 3 महिना भइसकेको छ है। अनि मैले के एउटा कुरा थाहा पाएँ भन्दाखेरि नर्मल्ली जसले पनि यो सुरुमा पर्चेस गर्नुहुन्छ है, उहाँलाई चलाउन चाहिँ आउँदैन। उहाँले के गर्नुहुन्छ भन्दाखेरि यो अन गर्नुहुन्छ होइन, यो अन गरेको त ठिकै छ है, यसरी नै अन गर्ने हो यो बटनलाई। अब यो भोल्युमको लागि भयो होइन। अनि एउटा कुरा के मिस्टेक गर्नुहुन्छ भन्दाखेरि उहाँहरूले यो थिच्नुहुन्छ है, यो बटनलाई चाहिँ थिच्नु हुँदैन है, किनभने यो बटन थिच्यो भने तपाईँको कनेक्सन स्पिकर र माइकको कनेक्सन लस्ट हुन्छ है। त्यसपछि हजुरहरूले यो बोलेको आवाज यसबाट आउँदैन है। त्यसपछि उहाँहरू आत्तिनुहुन्छ होइन, के भयो यो बिग्रियो हो कि डिफेक्ट सामान रिसिभ गरे हो कि त्यो भनेर सोच्नुहुन्छ होइन। हामीसँग पनि त्यस्तै समस्या भएको थियो, हामीले पनि यसरी मिस्टेकली यसमा थिचेको रहेछ र जति बोल्दाखेरि पनि हाम्रो भोइस स्पिकरमा आएन है। त्यसपछि हामीले यो अनलाइन स्टोरबाट हामीले जहाँबाट यो पर्चेस गरेको त्यहाँ हामीले कन्ट्याक्ट गऱ्यौँ, उहाँलाई सोध्यौँ किन हामीले बोल्दाखेरि हाम्रो भोइस यसबाट आएन भनेर सोद्धाखेरि उहाँले सिकाइदिनु भयो है। उहाँले सिकाइदिनु, त्यसको लागि एउटा हजुरहरूलाई पनि त्यसको लागि म एउटा छोटो टिप्स दिन्छु है। जस्तै अहिले हामीले यसरी बोल्दाखेरि यसबाट भोइस आइरहेको छ है, हेलो हेलो। अहिले मैले सानो भोल्युम गरेको छु, यसमा भोइस आइरहेको छ। अब जस्तै के हुन्छ भन्दाखेरि अब हजुरहरू पनि सुन्नु है त, म यसबाट बोल्छु तर मेरो भोइस यसमा आउँदैन है। हेलो हेलो हेलो, यसबाट भोइस आएन है। यो माइक अन नै छ है, माइक अन नै छ। यसरी यो हरियो बत्ती चाहिँ पिली पिली गरिरहेको छ होइन, किनभने यो माइक र यो स्पिकर कनेक्सन भएको छैन है, पेयरिङ भएको छैन, त्यही भएर यो पिली पिली गरिरहेको छ। अब यो चाहिँ थाहा हुँदैन है, यो जसले पर्चेस गर्नुहुन्छ उहाँलाई सुरुमा थाहा हुँदैन, उहाँले धेरै ट्राई गर्नुहुन्छ बोल्नको लागि तर आवाज यसबाट आउँदैन है। त्यसपछि यो बिग्रियो हो कि यो ड्यामेज डिफेक्ट आइटम हो कि के गरी यो यसबाट भोइस आएन भनेर सोच्नुहुन्छ होइन। तर यो बिग्रेको चाहिँ होइन, यो डिफेक्ट केही पनि भएको होइन है। अब यसलाई कसरी मिलाउने त है, त्यो पनि म हजुरहरूलाई सिकाउँछु है त। अब सुरुमा हजुरहरूले के गर्नुपर्छ भन्दाखेरि यो अफ गर्नु है, अनि यो स्पिकर पनि अफ गर्नुहोस् है। यो दुइटै स्पिकर पनि अफ भएको छ, यो माइक पनि अफ भएको छ है। अब के गर्नुपर्छ भन्दाखेरि हजुरहरूले यसरी माइकलाई अन गर्नु पऱ्यो है, अन गर्नु पऱ्यो। त्यसपछि हजुरहरूले फेरि यो बटनलाई थिच्नुपर्छ है, एकछिनसम्म 2-3 सेकेन्ड यसरी थिच्नुपर्ने हुन्छ। यो पिलिक पिलिक गरिरहेको छ है, ब्लिङ गरिरहेको छ। अब यो पेयरिङ मोडमा छ। त्यसपछि यो हजुरहरूले यो स्पिकर अन गर्नु पऱ्यो है, स्पिकर पनि अन भयो। अब हजुरहरूले फेरि एकचोटि मात्र टक्क थिच्नु पऱ्यो। अब चाहिँ यसबाट बोल्यो भने हाम्रो भोइस स्पिकरबाट आउँछ है त। हेरौँ है त, हेलो हेलो सुन्न सक्नुहुन्छ है। अहिले मेरो भोइस यसबाट आइरहेको छ, फेरि भोल्युम यसरी हेलो 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 हेलो। ठुलो सानो बनाउनु मिल्यो है, ठुलो सानो बनाउनु मिल्यो। इकोहरू कतिको इको चाहिन्छ त्यो हजुरहरूले एडजस्ट गर्न सकिन्छ है। हेलो हेलो। ल अहिलेको लागि चाहिँ म यो अफ गरिदिन्छु है त। ल यदि हजुरहरूले यो टिचिङ माइक पर्चेस गर्नुभएको छ तर हजुरहरूले बोल्दाखेरि हजुरको भोइस यसमा आएन है, त्यो चाहिँ मेन कुरा चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा पर्चेस गर्दाखेरि थाहा चाहिँ हुँदैन है। अब उहाँहरूले यो अन पनि गर्नुहुन्छ, कहिले यता थिच्नुहुन्छ, कहिले यो पनि थिच्नुहुन्छ, यो थिच्नु चाहिँ हुँदैन। तर अब थाहा हुँदैन, त्यही भएर धेरै जसोले यसमा थिच्नुहुन्छ। हामीले पनि यसरी नै थिचेर मिस्टेक गरेको थियो है। अब यसको बटनको काम छैन है, मेन काम भनेको अन अफ गर्ने, भोल्युम अप एन्ड डाउन, यसमा भोल्युम अनि यो इको है, इकोहरू छ। अब यसमा हजुरहरूले ब्लुटुथ कनेक्ट गरेर मोबाइलबाट गीतहरू पनि बजाउन सक्नुहुन्छ होइन। एफएम पनि छ। अब टिचर्सहरूले एफएम त युज गर्नुहुन्न है, नर्मली युज गर्नु भनेको हामीले यसबाट बोल्दाखेरि हाम्रो भोइस यसबाट आउनु पऱ्यो है। मेन कुरा भनेको त्यही हो। यदि हजुरहरूको पनि यस्तो समस्या आएको छ, हजुरहरूले बोल्दाखेरि हजुरको भोइस यसमा आएको छैन भने हजुरहरूले त्यसरी नै मिलाउन सक्नुहुन्छ है। ल यही नै थियो यो डब्लु किङ ब्रान्डको टिचिङ माइकको रिभ्यू है त। 25 वाटको टिचिङ माइक रहेको छ। यही ब्रान्डको 8 वाटको पनि वायरलेस पनि आउँछ, 6 वाटको पनि आउँछ। यदि हजुरहरूले क्लासरुमको लागि मात्र चाहिएको भने योभन्दा अलिकति सानो साइजमा हुन्छ, 6 वाटको हुन्छ। त्यसमा यो रेकर्डिङको फङ्सन चाहिँ हुँदैन, तर हजुरहरूले टिचिङको लागि चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। 6 वाटले पनि हुन्छ है। तर मलाई चाहिँ घरमा सत्सङ्गको लागि चाहिएको भएर, आउटडोरको लागि चाहिएको भएर यो 25 वाटको अर्डर गरेँ है। र यसको भोइस पनि निकै लाउड छ, इको पनि राम्रो छ।
यसको फङ्सन्स धेरै छ, टिचर्सको लागि, गाइडको लागि, जिममा, जुम्बा क्लासेसहरूमा, मन्दिरमा है, बाजेहरूको लागि गुम्बामा, त्यस्तै कामहरूको लागि प्रयोग गर्न सक्नुहुन्छ है। तपाईँको धेरै यसको वेट भनेको लगभग 500-600 ग्राम त्यस्तै रहेको छ है, लगभग आधी किलोको वेट रहेको छ। हजुरहरूले यसरी कम्मरमा भिरेर पनि प्रयोग गर्न सक्नुहुन्छ। वायरलेस भएकोले यसरी एक ठाउँमा राखेर 20 मिटरसम्म टाढा गएर पनि बोल्दाखेरि पनि हजुरको भोइसेसबाट आउँछ, त्यसरी टाढा बसेर पनि प्रयोग गर्न सक्नुहुन्छ है। ल यो भोइस एम्प्लिफायरको रिभ्यू भिडियो चाहिँ यही नै भयो है। यदि हजुरहरूलाई पनि यो टिचिङ माइक चाहिन्छ भने 25 वाटको तल डिस्क्रिप्सनमा म लिङ्क राखिदिन्छु अनलाइन स्टोरको, हजुरहरूले उहाँहरूसँग कन्ट्याक्ट गरेर अर्डर गर्न सक्नुहुन्छ। र यसको प्राइस भन्नुपर्दाखेरि 7500 है, 7500 परेको थियो मलाई, र मैले चाहिँ अनलाइन स्टोरबाट किने है, एनएस अनलाइन स्टोरबाट किने। हजुरहरूले पनि किन्न सक्नुहुन्छ है, 7500 मा पाउनुहुन्छ। कहिलेकाहीँ 8000 पनि हुन्छ। नर्मली हजुरहरूले रिक्वेस्ट गर्नुभयो भने उहाँले 7500 मा दिनुहुन्छ, डेलिभर चार्ज चाहिँ एक्स्ट्रा लिनुहुन्छ उहाँले। ल हजुरहरूलाई पनि यो रिभ्यू भिडियो कस्तो लाग्यो भन्नु होला है कमेन्टमा। यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने, मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त। ल हस् त, धन्यवाद।